Hi everyone, welcome back to my another new mini vlog. तपाईहरु सबैलाई सबिना भ्लगमा स्वागत छ। आज चाहिँ बुद्ध जयन्ती रहेको छ, सो हामी चाहिँ कामबाट छुट्टी भएर आइसक्यो अनि नुहाएर चाहिँ हामी चाहिँ हाम्रो यही घर नजिकै एउटा गुम्बा छ, हामी चाहिँ त्यहाँ जाँदै छौं। गुम्बा चाहिँ उहाँ माथि छ हैन, अनि अब हामी चाहिँ त्यहाँ जाँदै छौं। दाइ आउँदै हुनुहुन्छ। यहाँ चाहिँ हैन साथी, अनि हामी साथीहरु हामीले चाहिँ यहाँनिर ऑरेन्ज बनाना क्यान्डलहरु किनेको थियौ के, अनि दाइलाई चाहिँ यो झोला बोकेर जानु चाहिँ लाज भयो रे। अनि अब यस्तो झोला बोकेर जानु आटेको के को लाज हौ, यो झोला बोकेर यस्तै झोला बोकेर जाँदैन नेपालतिर प्लास्टिकको। क्यान्डल बाल्न अनि लाइटर लानु पर्दैन। लु लागौँ। हामी चाहिँ अब हिँडेको कहाँ नै जानु लाग्दो जस्तो होइन, झोला सोला बोकेर हिँड्दैछौँ। 5 महिना लागिसक्यो साथीहरु, यस्तो जाडो छ कि फेरि झन् आज पानी परेर यस्तो अँध्यारो भइरहेछ, भक्क 6 बजिरहेछ। यहाँ फुलहरू पनि छ, मरिसकेछ, अँध्यारो भइरहेछ। म त कुर्ता लाएर हिँडिरहेछु, तर कस्तो हरियो देखेको है पानी परेर। हामी त लाग्यौँ चिटिक्क परेर। कता हिँडेको चिटिक्क परेर झोला बोकेर हामी डाँडातिर लाग्यौँ। हाम्रो चाहिँ नजिकै छ कि गुम्बा यहाँबाट। अहिले त रुखहरू बढेर गुम्बाको छत पनि देखिन छोडेर है। हामीले चाहिँ साथीहरू यहाँ सिमी साग लगाएको थियौँ, कस्तो भएछ एकचोटि यसो बाहिर निस्केको बेला हेरेर पनि गइदिनु पर्यो। हजुरहरूलाई पनि देखाउँछ है म, अनि ठेक्बे गरिदिन्छु। कन्ट्याक्ट अस, सिमी साग चाहिए। सरेछ है ए टन्नै सरेछ। ल बधाई छ हामीलाई, यो सबै सिमी साग हो, मिनारी पनि छ नि त। जाउँ, हाम्रो पनि साग सरिसकेछ है, अब खानुपर्छ। साग चाहिँ लास्टै मिठो लाग्छ हामीलाई होइन। अलिअलि बाटोहरू पनि देखाउँ न माथि जाने। तर गुम्बामा चाहिँ पूजा चाहिँ दिउँसै सकिसके जस्तो लागिरहेको थियो, किनभने दिउँसै त्यो के भन्छ त्यो दाइ ढ्याङ्ग्रो के हो के बजाउँदै थियो कि हाम्रो रेस्ट टाइममा चाहिँ। अनि हामी चाहिँ रेस्ट टाइम 2 घन्टा थियो, त्यही पनि आउनु चाहिँ आएनौँ। अब छुट्टी भएर चाहिँ आरामले जाने भन्ने सोचेर चाहिँ नआएको। त्यही पनि अब यसो के भन्छ दर्शन गर्ने भन्छ, के भन्छ हौ भन्नु नै आएन। हो दर्शन गर्ने लै चाहिँ अब जहिले गए नि हुन्छ भनेर चाहिँ हामी चाहिँ काम सकेर हिँडेको। पेट पूजा चाहिँ गरेको छैन है भाइ त। ए दिउँसो त गरिसक्यो नि, अहिलेको त गरेको छैन नि त। हामी चाहिँ पुग्न लाग्यौँ। यहाँनिर छ गुम्बा चाहिँ, तलबाट देख्दा त सानो लागेको थियो, यहाँ चाहिँ ठुलो रहेछ। सुनसान छ, कोही छैन। यता चाहिँ गुम्बामा 2 जना बस्नु हुँदो रहेछ। उहाँहरूले आमाम खेती गरेर के राम्रो बारी बनाउँछ यिनीहरूले। चिटिक्क हेर्नु न, यो पनि उनीहरूकै हो रे। खै के पो हो त्यो नाम, किम्बु जस्तो देख्छ तर होइन रहेछ हौ। यदि हिँडेको कति नै हिँडे जस्तो भयो मलाई त। धेरै टाढा पनि छैन, 5 मिनट लाग्दैन, 2 मिनटको बाटो छ। त्यही पनि उकालो चढेर कि झोला बोकेर हो। के हो यहाँ त प्रार्थना गरिरहेछ के त, प्रार्थना भन्न आउँछ फेरि। प्रार्थना त क्रिस्चियनहरूले गर्छ होइन, जेलै नि भन्छ नि। फुच्चनिम ओसिन्नाल भनेर भन्छ है त साथीहरू कोरियामा चाहिँ। बुद्ध आउनुभएको दिन, नेपाली ट्रान्सलेसन। यो चाहिँ हाम्रो घर नजिकको गुम्बा हो। उता माथि पनि कस्तो राम्रो ठाउँ छ क्या, पुल यस्तो गरेर जाने। अहिले म हजुरहरूलाई त्यो ठाउँ पनि देखाउँछु। यहाँ चाहिँ पानी झरिरहेछ, चिसो चिसो छ। यहाँ चाहिँ पानी झरिरहेछ, आउनु न। कति राम्रो भ्यू देखेको।
यहाँ चाहिँ कमलको फुल बनाएको रहेछ कमलको फुल बनाएको होइन यो क्यान्डल छ त होइन ए यो त ऊ जस्तो छ यस्तो बालेर यस्तो उडाउँछ नि हामी चाहिँ अब यहाँभित्र दर्शन गर्न आएको साथीहरू त्यो के आने खालसो यो खामेन थियो इचो के छ दे दे चाहिँ भित्र दर्शन गर्न जाँदैछौँ आन्टीले चाहिँ अघि नै किन आइनस् तिमीहरू भन्दै हुनुहुन्थ्यो हामी चाहिँ होइन बिजी भएर काममा भनेर खानेकुरा दिएको छ है साथीहरू यहाँ खोल्नु त ढोका गइदिउँ कति धेरै बुझ्दा हेर्नु न पहिला सुरु दर्शन गर्नु पर्यो कस्तो बास्ना आयो के धुप यहाँ त गौतम बुद्ध आम्मामा कति धेरै पैसा त राखेछ क्यान्डल बाहिर हेरेर बाल्ने कि राख्ने कहाँ बाल्ने राख्दिनु त राख्यो हुन्छ के बाल्ने हो त्यो बाहिर बाल्ने ठाउँ छ नि पर गएर हुन्छ साथीहरू हामी चाहिँ भित्र दर्शन गरिसक्यौँ अब यहाँ माथि पनि दर्शन गर्ने ठाउँ छ एउटा यस्तो राम्रो छ हजुरहरूलाई म त्यो ठाउँ देखाउँछु यहाँ त हाइकिङ लाग्नु पनि रमाइलो हुन्छ होला है हाइकिङ जाने जस्तै ठाउँ छ अहिले चाहिँ घना देखिरहेछ जङ्गल पनि डर लाग्ने फुल छोसिम आगो लागेर कोरिया सकिन आँट्यो जता पनि यही त लेख्छ नि अब अझ अब त हरियो भयो त्यति हुँदैन सुक्खा हुँदाखेरि धेरै लाग्छ यहाँ चाहिँ सानो खोला छ पानी ठुलो आउने बेला त राम्रो देख्छ होला अहिले चाहिँ पानी थोरै थोरै आइरहेछ यहाँबाट त्यसपछि यो पुल भयो तर ठुलो झर्ना आउँदा दामी देख्छ यहाँनिर चाहिँ यस्तो छ होइन अनि यहाँनिर फेरि मन्दिर छ आज त यहाँ पनि ओछाएको रहेछ खिदो गर्नुलाई कहाँसम्म यो चप्पल लाएर जानु मिल्ने यहाँसम्म जस्तो लाग्छ यहाँ राखेको रहेछ निहरूले बुद्ध भगवानको गुरु होला सो गाइज आजको मेरो मिनी ब्लग चाहिँ म यही एन्ड गर्न चाहन्छु हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट बिलो एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल सी यू इन नेक्स्ट भिडियो टिल देन टेक केयर एन्ड बाई